नमस्कार सबैलाई। यति बेला हामी स्वयम्भू नजिकैको सिंगल ट्रीमा आएका छौँ। यो सिंगल ट्रीको यो जुन सिसामाथि छौँ हामीहरू, यसलाई स्काई वाक भनिन्छ होला सायद। यो अहिले स्विङ पनि हुन्छ। यति बेला चाहिँ हामी जेरो इमिसन राइड एन्डको तर्फबाट होस्ट गरेर यो प्रोग्रामलाई विशेष नेपाल वर्ल्डका विनरहरूसँग आजको यो ग्यादरिङ गर्न पाउँदा एकदमै खुसी लागिरहेको छ। म सरस्वती परिचय दिन चाहन्छु। मिसेस नेपाल वर्ल्ड 2024 को विनर हुनुहुन्छ डाक्टर डेनिला कार्की। त्यसै गरी मिसेस नेपाल इन्टरनेसनल सुयसा रावतजी हुनुहुन्छ। त्यसै गरी एमएस इन्टरनेसनल 2024 मिसेस रेशमा घिमिरेजी हुनुहुन्छ। त्यसै गरी मिसेस नेपाल वर्ल्ड 2024 की सेकेन्ड रनर अप किरण कार्कीजी हुनुहुन्छ। र हामीसँग किरण कार्कीजीका साना साना नानी बाबुहरू पनि हुनुहुन्छ। यहाँ रमाइलो भइरहेको छ, एकदमै मेमोरेबल भइरहेको छ। हामी जस्ट एउटा इन्फर्मल प्रोग्रामको सिलसिलामा हामी यहाँ आएका छौँ। यो तपाईँहरूले हेर्न सक्नुहुनेछ। म क्यामेरालाई अगाडि लैजान चाहे एकछिन। यो तल पनि हेर्नु होला र माथि पनि थुप्रै यहाँ चाहिँ आगन्तुकहरू भनौँ न टुरिस्टहरू यहाँ आउनुभएको छ। यहाँबाट एकदमै सुन्दर दृश्य देखिएको छ। काठमाडौँको दृश्य हेर्न सक्नुहुनेछ। नजिकै यहाँ अगाडि स्वयम्भूको मन्दिर पनि देखिएको छ भने यतातिर विभिन्न गुम्बाहरू पनि देख्न सक्छौँ। यहाँ नजिकै सशस्त्र क्याम्प अथवा नेपाल प्रहरीको सशस्त्र प्रहरीको हेडक्वार्टर पनि रहेको छ। यो स्वयम्भूबाट नजिकै छ, एकदमै छोटो दूरीमा, करिब लाग्छ 1 किलोमिटर जति मात्रै होला। यहाँबाट यो काठमाडौँ उपत्यका एकदमै प्रष्ट देख्न सकिन्छ भने यहाँ हेर्न सक्नुहुनेछ। थुप्रै यो आज शनिबारको दिन भएर पनि होला, थुप्रै आगन्तुकहरू यहाँ आउनुभएको छ। र यो कुरालाई म एकैछिन जोड्न चाहन्छु। हामी पनि यो स्काई वाकमा चाहिँ भनौँ न यो टावरमा स्विङ गरिरहेका छौँ, अहिले घुमिरहेका छौँ। पछाडि हेरेर पनि गेस गर्न सक्नुहुनेछ। क्यामेरालाई म यता देखाउन चाहन्छु। आजसम्म हामीले विशेष गरी मिसेस नेपाल वर्ल्ड 2024 को यात्रामा होइन एज अ राइड पार्टनर भइरहँदाखेरि अब धेरै कुराहरू हामीले पनि एउटा प्रोमोसनल ऊ चाहिँ सपोर्ट चाहिँ पायौँ र पनि कतिपय हदसम्म तपाईँहरूलाई दुःख पनि दिएको होला। त्यसको लागि वी आर भेरी सरी है। फेरि पनि आजको यो रमाइलो भेटघाटमा म जस्ट एउटा टोकन अफ लभ भनौँ न, एउटा सामान्य यसो मेमोरीको लागि मात्रै केही चाहिँ तपाईँहरूलाई दिन चाहन्छु। म सबैभन्दा पहिला डाक्टर डेनिला कार्कीजीलाई यो हस्ताक्षर लिने होला। त्यसै गरी म कसरी सेकेन्ड अब सुयसा रावतजीलाई पनि फ्रेममा आउनु पऱ्यो है मेरो पनि। त्यसै गरी रेशमा घिमिरेजीलाई पनि र त्यसै गरी किरण कार्कीजीलाई पनि Thank you so much. मिल्छ। Can we say some words, please? Can we say some words? Go ahead. Actually, like यो भन्दा बेस्ट ठाउँ सायद कुनै पनि हुँदैन थियो होला यो अवार्डको लागि अथवा टोकन अफ लभको लागि। Thank you, Zero Emission, for this beautiful token of love. We are grateful. And thank you so much for choosing this such an adventurous place to provide us this wonderful token of love. Thank you. Cheers.